नमस्कार हजुर। आज म सुनसरी जिल्ला धरान उपमहानगरपालिका अन्तर्गतको चिन्डे डाँडाबाट धरान सहरको अवलोकन गरिरहेको छु। यहाँ आज दिउँसो अलि बेसी गर्मी भएको कारणले हामी चाहिँ अलि बेलुका करिब चाहिँ हामी 2:30 बजेतिर घरबाट निक्लेर अहिले यो बेला हामी ठ्याक्कै चिन्डे डाँडामा आएर यो एउटा सानो भिडियो भ्लग बनाइरहेको छौँ। यहाँ चाहिँ अब धरानको सहर यसरी अवस्थित छ। तल देखिएको ठुलो फाँट 4 कोसे झाडी जङ्गल हरियाली, त्यहाँभन्दा उँधो इटहरी तरहरा भने यो देखिएको सहर चाहिँ धरान सहर हो। त्यसै गरी यहाँ धरानको स्टेडियम यसरी अवस्थित छ। सँगै तलतिर खोलाको किनारमा एउटा गोलो घर बनिएको रहेछ। यो चाहिँ कहाँनिर हो, म फोटो भिडियोतिर देख्थेँ, यही हो भन्ने थाहा थिएन। यहाँ आएर चाहिँ यो गोलो घर पनि देखियो। यहाँनिर पर्दो रहेछ, सायद यो 16 नम्बर वडा होला। यसरी हेर्दै जाँदाखेरि धरानको सहर यस्तो छ है हजुरहरू। अब किरिङमिरिङ घरै घर यसरी अवस्थित सहर छ। यता माथितिर जाँदाखेरि यो कुनाभित्र ओसो श्रम संस्कृति पार्क, त्यसै गरी माथिल्लो डाँडा भेडेटार। अहिले भेडेटारमा चाहिँ घामको छाया परेको छ, बादल लागेको रहेछ। त्यहाँ त शीतल छ होला। चिन्डे डाँडामा पनि शीतलै रहेछ। यहाँ अहिले आएर चाहिँ चिसोको अनुभव भइरहेको छ। दिउँसो त तल धरानमा त निकै गर्मी थियो। यस्तै छ हे हजुरहरू। मैले धरान सहरको सानो भिडियो हजुरहरू समक्ष प्रस्तुत गरेँ। धन्यवाद।